सपनामा त्यो आमा जहिले आउनु बेला भेट्नु छैन कहिले देख्नु नि आमालाई सधैँ कहीँ भेटिँदैन खोज्छ यो तल्लोपट्टि चाहिँ अलिकति यसो छोडिदिउँ न हावा यसो आउने गरी यो केटाकेटी रुकै छ नरुको भन्नु हुँदैन त्यतिखेर बुवा आमा खसेको बेला रुएन कसले रुनु आँसु आएन के अरे थुक लाएर रुनु भनेको कि अनि पहिले त्यो रुनु छोड्यो हो हाउ आदाङबे यो घारी परेको बेला मोनी हाल्यो मोनी चाहिँ त्यो कोला त्यो मुन्टो सिधा पार्देऊ न उसैले पर्यो त्यो निकै माथि नै साँझै बाटो पश्चिमतिर मुक्ति घाट जाने भने राइट साइड राखौँ होइन 3 चोटि घुमाउनु पर्यो फेरि मान्छे अलि यतै आउँ ल यो दाहिने घुमायो यताबाट जाँदा बायाँ हुन्छ यो हाम्रो कुरो बुझाबुझ नभएर हो तीन खेप भन्यो होइन 3 खेप यो एउटा भयो यसले 2 हिर्काउँछ है घुम्नु यहाँ आइपुग्नु पर्छ है तीन हुनलाई यहाँ यता आइपुग्नु यसो गोपाल यता माथि ठ्याप्पै यता माथि बिचमा अलि उता साह्रो थोरै कता पैसा रुपियाँ निकाल हो यहाँ अलिक जान्ने मान्छे एकजना आउँछ पानी अलिअलि गर न बुटमा सबैले गर अहिले एकछिनमा छोपिन्छ भन्छ तान्नु पर्यो
यो खुकुरी एउटा लिएर यस्तो केटार काट त यो पहिले फाट्दै अगाडि जाऊ भाइ अगाडि जाऊ खुकुरी बाँधेको गरौँ अनि यता तान्नु उताको खुकुरी चाहिँ खुकुरी अघि कसले हाम्रो इन्द्र खोइ तपाईँ लानुहोस् हेराएर मात्रै भयो अनि यो सबै जिम्मेदारी भइसक्यो यो कपडा निकालेर गर त तिमीले खोलेर डल्लो पारा निकाल माथि तान जाऊ कान्छी आयो ल अर्को आऊ फटाफटी आऊ फटाफटी सकन अघि आयो छैन अघि होइन ल ल ल छिटो छिटो घामले मार्यो आमाले राम्रो बाटो हामीले दिनु भन्नु ल भयो नानी ल ल भयो पाऊ ल अब देवरानीहरू भतिजहरू को छ आउनु ल आफन्त जति सबै आइसक्यो यहाँ दाउरालाई घर पाइँदैन अघि पानी पनि चढायो भयो दाउरा आउनु थालो अब काम छैन अब भरे काम परेछ भने हामी बोलाउँछ बेला छैन अब समय छैन अब छोड न अब भयो त बिदा गरिसकेपछि भयो त फेरि नआउ न एकदम धम्किनु ल भागौँ ल जाऊ त चन्द्रदाई कहाँ छ ल चन्द्रदाईले ढोग्ने होइन ल अब यत्रो लामो समय बस्यौँ राम्रो बाटो लिएर जानुपर्छ भन्नुपर्छ त्यस्तै अरू केही गर्नुपर्छ ल चङ्गेको यो कहाँ छ गुवा यता दाजुले पानी दिनु हो मुठी पानी दिनु त देब्रे हातले त चङ्गेको यो नि अब यत्रो लामो समय सँगै बस्यौँ यत्रो राम्रो केरेसो गऱ्यौँ राम्रो बाटो लिएर जानु भनेर चाहिँ भन्नु हामीलाई आश्वासन दिनु त्यस्तै हो काम निकालेकै छैन चङ्गे खै चङ्गे अब यहाँ चङ्गेमा जाँदा ल ल अब दाउरा तपाईँ हामी सबै लगाउँ त एकछिन होइन चङ्गेमा जाँड अक्सी ल्याएको छ नि ढुङ्गे थियो त्यहाँ पर राखेको होला दिनमा आमा सुनमाया केरुङको कोखबाट 9 बहिनी छोरी मध्ये कान्छी छोरीको रूपमा जन्मनु भए 2005 साल साउन 15 गते जन्मनु भएकी कान्छा यसो ठाडो गर्न हो त्यसो गरेपछि बल आफ्नो श्रीमान चन्द्रप्रकाश याङ छोराबुहारीहरू नाति नातिनाहरू ज्वाइँहरू छोरी ज्वाइँहरूलाई चपक्कै छोडेर परमधाम गमन हुनुभएकोमा उहाँको चिर शान्तिको कामना गर्दै लोकाकुल परिवारहरूमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भन्ने कामनाका साथ उहाँको सम्झनामा सबै मलामीजनहरूलाई आफ्ना आफ्ना ठाउँबाट उठेर 1 मिनट मौन धारण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। बसेको छ भने मलामीजन उठिदिउँ है सबै उठिदिनको लागि छोराले नि सुरु छोराले एक भाइ अघि टिप्छ त्यो एउटा समस्या तो पसिना आया
ताला लगाएर आएको सबै देखिहाल्नु पऱ्यो अनि भनेपछि कहिले भने हामी सम्पर्क भइरहेको छ हुन्छ ल काम कहिले काम चाहिँ 12 गते 7 दिन हुन्छ एकैचोटि त्यही भयो ए 10 9 10 11 12 दिन अनि 12 काम चाहिँ पैसा ए ल फेरि सम्पर्कमा हुन्छौँ अब बजारलाई भेटिसक्दै छैन होइन तपाईँसँग आधिकारिक भनेपछि भरे कुरा बुझिहाल्छ होइन ठिकै हुन्छ ल ल मोटर लेख्छ छैन के हो मोटर नल्याएर समस्या के भएको त्यो फुवा थियो त्यो आँखाहरू क्या त्यो बिलिँदै गएको प्रेसको काम सक्यो अब काम है तर उहाँले त पर्दैन उहाँले हुन्छ
Yang परिवार सबै यतै एकको राङ है yang परिवार त yang नाताको त सबै यतै सबैभन्दा बुढो मान्छे केटाकेटीको छेउमा मात्र गर्छ yang परिवार जति चाहिँ सबै एकपट्टि याङसिङ चेली गदाङ जनता चेला यति मात्रै छ र कम तपाईँ छैन नि त भित्र बाहिर छन् गर्दै गरौँ न मेरो Jiwa Kumari Irung Tandang Mekin Yang Harma Darba Yang Ma Yang Gopal Chandra Chandra Yang Hangda Tandang Mekin यता ल भाइको यहाँ Yang Hame Manu Kumma Ara Nani Maya Are Kunotma Ebonu Kuching Ara Saka Andi Sakuntala Yang Sendiri Kumma Yang Mo Iya, Dipma Kumari Dipa Yang Sarda jadi ya kami nambah neta dan domen yaman sik mematu akel go mane ara lila tumari yang hangdang go aplung domen tan sik mematu le ara na ani aplung domen melasa muraha aplung domen melasa pausalan jeung aku काम कहाँ पुग्यो अब यो आफ्नो आफ्नो उयो काम खाने कुरामा पुग्यो अब लाइनको बस्नुपर्छ यहाँ त्यसै भित्र कोही नै यहाँको संख्या यहाँ पुल्न अब
कान्छाको बस्नु न तपाईँहरू उता बस्नु है होइन यो होइन कुन थोकमा गऱ्यो त्यही हो नि यहाँ